हे बाउ आमाको काखमा आकी छु कति खुसी आज म भाकी छु बिहा कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ बोल्दै बोल्नु न ती 2081 साल 12 महिना 9 गतेका दिन चण्डोल काठमाडौँ बस्नुहुने सामाजिक व्यक्तित्व परोपकारी व्यक्तित्व लोक तथा दोहोरी गायिका आदरणीय शर्मिला राईमाझीज्यू आफ्नो शुभ जन्मोत्सवको अवसरमा नवजीवन परोपकार समाज परिवारलाई सप्रेम भोजन सेवा अर्पण गराउनका निमित्त हामी माझ उपस्थित हुनुभएको छ। उहाँलाई हामी सम्पूर्णको तर्फबाट हार्दिक स्वागत अर्पण गर्न चाहन्छौँ। म्यामलाई हार्दिक स्वागत छ नवजीवनमा र उहाँको साथमा उपस्थित हुनुहुन्छ आदरणीय म्याम। उहाँले पनि अस्ति मात्रै आफ्नो शुभ जन्मोत्सवको अवसरमा भोजन सेवा अर्पण गराउनु भएको थियो। लोक तथा दोहोरी गायिका मञ्जली बत्स्याल म्यामलाई पनि हामी हार्दिक स्वागत अर्पण गर्न चाहन्छौँ नवजीवनमा र हामीलाई सेवा सहजीकरण गर्नुहुने निरन्तर साथ सहयोग सद्भाव अर्पण गर्नुहुने हाम्रा अभिभावक समान आर्टिस्ट मिडियाका पत्रकार आदरणीय गोपाल कुमार सरलाई पनि हामी हार्दिक स्वागत अर्पण गर्न चाहन्छौँ नवजीवनमा र आज शुभ जन्मोत्सव पर्नुहुने लोक तथा दोहोरी गायिका आदरणीय शर्मिला राईमाझी म्यामलाई हामी सम्पूर्णको तर्फबाट उत्तर प्रगतिको कामना सुस्वास्थ्य दीर्घ जीवनको कामना सहित जन्मदिनको लाख शुभकामना अर्पण गर्दै अगाडि रहेको दीप प्रज्वलन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। जन्मदिनको लाख शुभकामना आदरणीय शर्मिला म्याम। निकै नाम चलेको लोक तथा दोहोरी गायिका हुनुहुन्छ आदरणीय म्याम। हामीले पनि चिर परिचित नामसँग चाहिँ हामी सधैँ चिर परिचित थियौँ। आज प्रत्यक्ष यहाँ हामीले भेट्न पायौँ, एकदमै आभारी छौँ र यो अवसर मिलाइदिनु हुने हाम्रो गोपाल सरलाई पनि हामी विशेष आभार व्यक्त गर्न चाहन्छौँ र नवजीवन परोपकार समाज परिवारलाई आफ्नो पुण्य शुभ जन्मोत्सवको अवसरमा सप्रेम भोजन सेवा सँगसँगै फलफुल लिएर यहाँ उपस्थित हुनुभएको छ। यहाँको सम्पूर्ण मनोकामना पूर्ण होस्, भगवानले सदैव रक्षा गरून् भन्दै कामना अर्पण गर्न चाहन्छौँ र यहाँलाई टीका र मालाले सम्मान अर्पण गरिदिनु हुनका लागि यस संस्थाका सदस्य एवं सहयोगी आदरणीय रामशरण मिश्र सरलाई म अनुरोध गर्न चाहन्छु। यता आएर खिच्छु के भाका गाउने जुन भाका गाउँदा नि हुन्छ तपाईलाई सहज जुनमा हुन्छ त्यसमा गाउनुस्। नमस्ते आमा बुवाहरू। के गीत सुन्नुहुन्छ? कुन गीत सुन्नु भएको छ लोक दोहोरी? हाम्रो उ नवराज बुवालाई थाहा होला। लोक दोहोरीको फ्यान हो। कुन गीत मन पर्छ? हुन्छ उहाँको नाम यो चाहिँ पूर्वधरमा यो चाहिँ मेरो गीत गाउँदैछु। अहिले खासै मिठो हुन्न, म भर्खर उठेर आएको छु। म रातभरि ड्युटी गर्छु अनि नसुतिकन आएको छु। जस्तो हुन्छ अलिअलि गाउँछु ल। हे बाउ आमाको काखमा आकी छु कति खुसी आज म भाकी छु बिहा कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ मान्छे त ठिकै हो बानी कस्तो छ। भयो कति खुसी हजुरहरूले एकै टुका मात्रै दिनुभयो, ठिक छ। दिँदै गरौँ अब अब यसो
अब यो खाना दिने अनि तपाईँले दुधी टुक्का छ भने त लेडिज गर्नु न। हुन्छ हुन्छ गीत गाउने कार्यक्रम अलग्गै राखौँ ल, आजलाई खाना खाउँ। होइन खाना खुवाएर अहिले पनि हुन्छ। होइन पहिला खाना। पहिला खाना दिउँ त्यसो गरौँ। तपाईँ आज हाम्री शर्मिला रायमाझी बहिनीको चाहिँ शुभ जन्मदिनको अवसरमा चाहिँ यता नवजीवन परोपकारमा चाहिँ खाना खुवाउँदै हुनुहुन्छ। सबै बुढा बाबा आमाहरू हुनुहुन्छ यता सबैजनालाई। ल यता खाना चाहिँ यति मिठो मिठो खाना रहेछ। ए कति मिठो खाना रहेछ। आमा नमस्ते। सन्चै हुनुहुन्छ? अनि उहाँ आमा यहाँ आमालाई दिन्छ त अब उहाँलाई पनि दिनु। आमा नमस्ते। होइन अब दिन्छ त्यहाँबाट लिँदै यता यता बुवालाई र अनि यतापट्टि बस्ने बुवालाई है। स्याउरीबालाई दही भएको, टिका बाद्रेबालाई दही नभएको है। ल बुवा आमा सबैले आशीर्वाद दिनु होला है हाम्रो शर्मिला बहिनीलाई। नाताबालाई बस्ने आमालाई दिन्छ त उताले दही खानु। ओ यहाँ सुकुमारी आमालाई है। ओ अब अरू चाहिँ राखिदिनुहोस्। अब यो गाडी चाहिँ दाल उयो भन्न आमा लाउनु। पेटीमा बस्नु। अब यो उयो पछाडको त बल्ल ठाउँको आमालाई